तो गाइस सबैलाई नमस्कार म दशरथ तमलाई म यहाँ देखाउन आयो पहाड़ी तरीका के हो भन्ने में चाहिँ एकदम आफू यहाँ चक्काबाट लाग्यो पहाड़ी तरीका हम पकाउना भट्टी केला कसिया पकाउना अनि यहाँ खड्डो खनाले उसपछि हमारे यहाँ छार कोयला अब येमा हमल्यौं आग हम देखन जा इसरी पूरा छार खड्डो खने परे अब यो हेर्न जा त हम खड्डो कम्प्लिट भयो अब ये पछि हमल्यौं पराल आग अब हाले हमले घाँस अब हाल्यो हमले आगीमा अब बल गयो म आगो धम 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 एकदम स्याहार क्या अब पुरा लाल भयो आगा कि धम धम यहाँ आगो बाल्नु पर्यो कोही भट्टी केला स्या हो आगो बल्ल्या धम 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 पुरा लाल क्या अब ये आगो बल्यो जा नयाँ पराल केला हेला पकाउने तरिका पहाडी केला भट्टी केला ठंडी को मौसम ठंडी में केला खानु पर्यो तो अब रुगा हुगा लगे हम्बम हुन्छ त हिसाबले हामीले स्या केला हाल्नु पर्यो स्या केला खपाएर हाल्नु पर्यो खड्डा नि एकदम स्ट्यान्डले हिसाबले पुरा केला पक्के एकदम पूरा स्या हाल्नु पर्यो पूरा देखियो अब अनि केला त धेरगन चाहिँ सिरी कपाइ पकाउने हाल्ने स्या पकाउनु पर्यो पूरा स्या देखो अब एक मात्रमा हामीले हाल्नु पर्यो अनि पराल पुर पछि हालिने हो माटो हम देखन जा पूरा रेसिपी ये तरिका एकदम साइडबाटै हावा नै लाग्नु पर्यो एकदम हिसाबले केला पक्यान फाइनली हिसाबले यो पनि पराल हालेको अब यसमा हाल्नु पर्ने माटो पुरो एकदम बाफ छाडलो हुनु पर्यो पुरो त्यहाँ अब पुरा हाल्नु पर्यो हामीले माटो अब एसिया पुरा माटो हाल्नु पर्यो एसिया एकदम न त केलालाई चुरक्केमा मान्छ सोध्यालै सम्भव हुन्छ दोस्रो कुरा के हुन्छ कि एकदम भाप बन्ने भयो कि म भाप रामले पक्के भएपछि केला एकदम तरे पूरा ढाकिनु फाइनल ये वीडियो देखे होइन अब दोहोऱ्या तमले केला पाके वीडियो हमले 2 दिन पछा 2-3 दिनमा फाइनल केला पक्केन आज हमलाई हम देखाउन वीडियो आज कोही कसाउन खानु मिल जाले सबैलाई एकदम बेस्ट वीडियोमा देखाउन